Guys, what's up everyone? Welcome to another episode of vlog. This is the guys are gonna cover as day 2 I know pohara so we're bahar utheko mosuk doera aba brush गरेर नम भनेको पहिला खानसाने खाएर नम हैन त्यसैले यो खानसाने खाएर नुहाएपछि आज घुम्न आउनु पर्छ कता कता के हुन्छ हेर्दै गरौँ हैन सही हो गाइस हैन खानसाने खाएर हामीहरु हेर्न सक्छौं मन्दिरपुर डाँडातिर घुम्न हैन यो दमौली हो कि पोखराबाट जस्तो गर्छन् गाडीहरूले सम्हाल्नु आउनु होला हाम्रो नानीलाई होइन दमौलीतिर जाने मन्दिरतिर घुम्न पाउँछ खाना आएर हिँडेको कति बजे भन्दा 9:24 भयो अब त हामीले 8 बजी जान्छौँ म देखाउँदै जान्छु होइन के कस्तो हो यहाँको नजाराहरू सब देखाउँदै जान्छु होइन रमेश गिरी हाल्दा हो जम आउँछु हेलो गाइज हामी फाइनली बन्दीपुर जाँदै छैन एकदम रमाइलो हुने आला छ साथी चाहिँ बुटोलबाट आएको हामी चाहिँ दमौलीको एकदम रमाइलो हुन्छ साथीलाई चाहिँ बन्दीपुर देखाइदिनु भाइ त बन्दीपुर बाह्र अब चाहिँ भेटौँ ल बाई Finally now we are in Bandipur, right? Bandipur village. स्वागत छ हामीलाई बन्दीपुर भिलेजमा है मान्छेले त नभने नि हामीले फ्रम चाइना यस्तो बन्दीपुर ठाउँ हेर्नुहोस् होइन भ्यू हेर्न यताउता चिन्छ सही हो देखिराख्नु होला यो बन्दीपुर तल जाने हो बन्दीपुर समुदाय हो सबै मान्छेको घर हो कि सबै यहीँ बस्छन् सही हो त्यही नै हो बन्दीपुरमा नि पहिला घुम्न मिल्छ दमौली हो नि पहिला यहाँ थियो सदरमुकाम सही हो एक दुईवटा फोटो खिच्यो हिँड्न लाग्यो होइन ल गाइज के अब हाम्रो नेक्स्ट स्टेसन कहाँ हो केटा हाम्रो अब बन्दीपुर होइन बन्दीपुर त आइयो सङ्ग्रहालय एउटा शान्ति हो कि के भन्थ्यो ओम शान्ति पार्क त्यहाँ नि भनेको त्यहाँ यहाँ उसै छ केबुल कारको पोखरा होइन चल्दैन यताबाट सही हो के रे ठाउँको नाम ओम शान्ति Guys, now we are in सुरुङ मार्ग हेर्न सकिन्छ बिस्तारै सुरुङ मार्गतिर हिँड्ने लजाम केटा हेर्नु त्यस्तो सुरुङ मार्गभित्र च्याप्पे भने के हुने होला हाल सकिन्छ सुरुङ मार्ग सुरुङ मार्ग गाडी हिँड्दा हो सुरुङ मार्गतिर आइसक्यौँ हामीहरू यता नि हो सुरुङ मार्ग जान सक्नुहुन्छ पुरा माटो सिमेन्ट के हो यस्तै छ हेर्न सक्नुहुन्छ गाइस हाइड्रो पावर खोला उता के खाने यहाँ बनाउनु ला टक्क लाएर सेती होइन यो सब सुरुङ है माथिबाट उही माथि छन् अब हेर त सुरुङ छ भित्र छिर्ने हेर न एउटा दुईटा सुरुङ हेर्नु त गाइस कति खाने तल नि होला तल नि त्यत्रो गर्दै ल्याखा यार तल नि हेर्नु कति काम हेर न कस्तो दामी बनाएको के है सुरुङ यही नै हो पुरा
हेर्न सकिन्छ यो ठाउँको नाम तनहुँ सुरुङ मार्ग होइन पुरा केमिकल दमौलीतिर सिमेन्ट हो र भित्ता छ नि के करेन्ट लाग्ने रहेछ यस्तो हो अनि घुडुङ घुडुङ पड्काउने बाइक अनि यस्तो लिएर हामीहरू यहाँ सुरुङ मार्गबाट हेर्न लाग्यो बाहिर हेर्दै आएको पाएको सबै होइन होला लाउन अहिले यहाँ कालिका नगर आएको कालिका के अरे कालिका खै के हो यहाँ माथि काम चल्दै रहेछ त्यही भएर यता यस्तो चिसो चिसो खाँदै बस्छौँ यस्तो यहाँ छेउ हो नि तानम भनेको सर्पा सर्की त छैनन् नि केटा छेउ हेर्नु न भनी छेउ हेर्नु त गाई चाहिँ खाने छेउ हो कस्तो छेउ हो यसो सल्लाह दिनु त मलाई कस्तो चाहिँ उयो खानी हो कस्तो भर्खर यहाँ रुममा आइयो होइन रोटी खाँदै भइहाल्नु यो भर्खरै टक्क लगाएर बस्नुपर्छ अब यतै सही हो गाइस होइन पहिले हामी टक्क लगाएर खानसाना बनाएर खानु लाग्यो सबैजना देखिरहनु होला टक्क लगाएर खानासाना खाने दिनभरि घुम्यौँ त्यही नै हो माथि साथी गरी चिसो चिसो खाइयो हामीले त्यही हो त्योभन्दा धेरै केही गर्दैन घर आएर निदाइएछ उठेर खानसाना बनाएर अब भर्खर खानु लाग्यो सही हो ल नै आज सुत्यो आजको लागि यति नै भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला थ्याङ्क्स फर वाचिङ भोलितिर मुस्ताङतिर हिँड्नु होइन बाई